हेलो 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 वेलकम छ सबैजनालाई फेरि पनि मेरो अर्को भिडियोमा म गाउँले पूजा अनि तपाईँहरूलाई स्वागत छ मेरो अर्को भिडियोमा एकदमै छोटो मिठो भिडियो। आज चाहिँ कस्तो भिडियो बनाउन जाने साथीहरू, मैले चाहिँ धेरैजनाको भिडियोहरू हेरिसकेँ क्या, यो जाडोमा थुक्पाको रेसिपीहरू। अनि धेरैजनाको मतलब मेरो साथीभाइहरूको हुन्छ नि, जतिजनाको पनि आउँछ मेरो नोटिफिकेसनमा, यो जाडो मौसममा चाहिँ यसरी खानुपर्छ है थुक्पा भनेर खाएको देखेर मेरो मुख चिलाएर हो। अनि अस्ति नै लिएर राखेको थियौँ होइन, हामी आमा छोरीहरूको पनि बेस्ट हो नि त। अनि फेभरेट हो यो थुक्पा। अनि त्यसमाथि सुँगुरको मासुमा है, अनि धेरै सामान त छैन मसँग। अनि अलिअलि अब सुँगुरको मासुलाई हामी चाहिँ के गर्छौँ, कसरी गर्छौँ, अनि थुक्पा कसरी पकाएर खान्छौँ, एकदमै सादा सादा होइन, गाउँले हाम्रो पारामा तपाईँहरूलाई पनि देखाउँछु है, हेर्नु होला। अनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद, तपाईँहरूले गर्दा यहाँ मलाई चलेको छ। जसले थुक्पाको भिडियो लाउनु भएको थियो होइन, ल हेर्दै गर्नु होला है त, हेरेर साथ दिनु होला है। अन्तिमसम्म कस्तो लाग्छ कमेन्ट पनि गर्न नबिर्सनु होला। कस्तो फेभरेट हो यो सुँगुरको मासु है। ल है त साथीहरू, हेर्दै गर्नु है। ल म कसरी बनाउँछु यसलाई चाहिँ साथीहरू। हामी चाहिँ नि यो सबै चाहिँ धेर हुन्छ हामीलाई होइन, हामी 3 जना मात्र त छौँ। अनि त्यसबाट चाहिँ यो 1 केजी हो। 1 केजीमा थोरै 1 पिस जति होला हाम्रो सानो छोरीले पोलेर खान्छु भनेर हिजै खुवाएको। यो चाहिँ एउटा चाहिँ सफा गरेर राखेको हो नि त यसलाई हिजै। अनि यसरी अब उसिन्ने, यसमा हामीले यो सफा पानी यहाँ बेसार अनि हल्का तेल लगाएर चाहिँ यसलाई बफाउँछौँ मतलब पाक्ने गरी उसिन्छौँ यसरी होइन। त्यतिले पुग्छ होला नि, जानु खाइँदैन हौ धेरै। अनि फेरि यसलाई चाहिँ भन्नुहुन्छ भने रायोको साग छ, वाउ वाउ हुन्छ रायोको सागसँग। अनि फ्रिजमा लगेर राख्न। अनि यता अब यसलाई चाहिँ मजाले पाक्ने गरी उसिन्नुपर्छ साथीहरू होइन। पानी अलिकति ज्यादा भयो कि क्या हो, मतलब पानी पनि ज्यादा भन्दा पनि अब भरे हामी चाहिँ कसो गर्छौँ भने यो पानी छ नि जुन हामीले सफा राखेको हुन्छौँ, अनि यो मासु पनि सफा गरेको हुन्छौँ नि त फ्रिजमा राख्नुभन्दा अगाडि नै। अनि यो पानीलाई चाहिँ हामी भरे थुक्पाको सुपसँग खाने गर्छौँ है। तपाईँहरू चाहिँ कसरी गर्नुहुन्छ कुन्नी, यसरी उमाल्नुपर्छ कि एकदमै पाक्ने गरी होइन। अनि जति पनि छ नि यसको यो माथि माथि आएको यसलाई चाहिँ यस्तो गरेर यो बेसारहरू मात्रै छ न त, तेल बेसारहरू र पनि कहिले कहिले यहाँ यस्तोहरू केहरू कपालहरू तैरेको हुनसक्छ होइन। यस्तो गरेर म चाहिँ निकालिदिन्छु। अनि यो अलिक पानी भन्दा यो मासु ठुलो भएछ, काट्न पर्ने रहेछ। यसलाई चाहिँ यसरी पल्टाइ उमाल्नुपर्छ बलक 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 पारेर। अनि त्यसका बाजे भरे यस्तो मिठो हुन्छ है, आम्मामामाम भनेर साध्यै छैन। म चाहिँ हजुरहरूलाई साँच्चै भनेको एकदमै सजिलो रेसिपी सिकाइरहेको छु है भन्नु अरे। केही नै पर्दैन, धनियाँ प्याज खोर्सानी होइन कागती छ। अनि त्यसपछि सुँगुरको मासु यस्तो मजाले उसिन्यो पाक्ने गरी। अनि त्यसलाई निकालेर चटचट मसिनो पारेर काट्यो। अनि त्यस पछाडि थुक्पा उसिन्यो, त्यसको मासु उसिनेको सुप राख्यो होइन। अनि भरे त्यस पछाडि अनि त्यति नै, केही नै पर्दैन मेरो त। मसिनो मसिनो पार्नुपर्छ। अनि कराईमा हल्का तेरेर पार्नुपर्छ र तेलसँग। म त टक्क लगाएर उयो हड्डी छान्ने नि, हड्डी हो त्यसरी हड्डी काटेर उयो साइड लगा न हो यसरी होइन हो त्यो यसरी। चक्कल भुते भएछ नि, वाउ बस कपडा मनपर्छ।
अब यसलाई नि साथीहरु हल्का थोरै तेलमा केही नलगाइकन मतलब मसलाहरु केही नलगाइकन यसलाई मात्रै तारे जस्तो गर्नुपर्छ के कसैलाई थाहा छ हौ त्यो चाहिँ हल्का तारे जस्तो गर्नुपर्छ अनि आखिरी तार्ने नै भयो किन चाहिँ बफाइराख्नु होला किन उसिन्नु होला भनेर भन्नुहुन्छ भने नि अलि काट्न सजिलो हुन्छ अनि त्यसको सुप पनि टेस्टी हुन्छ के बोसो कस्तो दामी हुन्छ नि त उसिनेको कताबाट छेउबाट छिलेको नानी माथिबाट हो त्यहाँबाट बिचमा दिने नि हामीलाई चाहिँ बच्चाइबाट मम्मीहरूले यसरी नै खुवाउनु भएर नि घरको मम्मीकै रेसिपीहरू मात्रै ट्राई गर्नु मन लाग्छ कि मिठो लाग्छ कि आफ्नो आमाले पकाएको है लास्ट मिठो हुने हुन त म पनि आमै हो है आफ्नै तारिफ गरे जस्तो हुन्छ तर मैले चाहिँ मेरो मम्मीको भनेको आयो खोर्सानी चाहिँ काटेको काट्नु भन्दा नि खोर्सानी उयो पिस्नु होला हौ तर पिसेको खोर्सानी खायो भने सुँगुरको मासुमा पल्किने लिम्बु नि तिरै ढल्किने ल गाइजहरु थुक्पाको पानी पनि उम्लिसक्यो अब थुक्पा लाउनु पर्ने हुन्छ कराई चाहिँ कति कालो भन्नुहुन्छ होला कराई यस्तै हो यो जुजु बाजेको पालादेखिको हो हैन धेरै मस्काएर त्यसको चाक छेडिनु आँटेको छ त्यही भएर म मस्काउँदिन है अनि फेरि यस्तो हुन्छ के जति चलायो त्यति नै सामानहरु सजिलो हुन्छ नि त अरु कराईहरु भन्दा नि मलाई यही कराई सजिलो लाग्छ हलुम छ के त्यही भएर नि कुरा बुझ्नु होला है म अल्छिनी होइन नि फेरि ल ल ल कसको थुक्पा खान आँट्यो हामीले सबाइले मन पराउने नुडल्स ल जामा लाउने यो त म जतिकै इङ्ग्लिस जान्ने रहेछ ल ल ल लगा न हौ च्वाइ गर्नुपर्ने गरेन हौ जामा लाउने फ्यात्रे गरौ आगोले भेट्यो भने त कालो हुन्छ यस्तो ठेल्नुपर्छ क्या फेरि उम्लिनुपर्छ है गाइसहरु फेरि थुक्पा अरे कति नजान्ने हामीले भन्नुहुन्छ होला कुरो कुरो उम्लेन भने फेरि डल्लो पर्छ नि त जामा लाउने उमाल्नु त पर्यो नि त होइन उमाल्न पर्यो अनि यसरी उमालेपछि पाक्छ पाकेपछि घिच्नुपर्छ ल है साथीहरु हेर्नु है थुक्पा निकालेर पनि उयो तारिसक्यो अलिकति बिचमा मोबाइल भन्ने जन्तु छुट्यो क्या भिडियो गर्न डोन्ट माइन्ड है साथीहरु अरे क्या इङ्ग्लिस मेरो म पनि खतरा पो बोल्छु है घरि त रिस उठ्नुपर्छ झन् आज आमामा कम्ता इङ्ग्लिस बोल्नु आउँदैन मलाई अब यसमा चाहिँ हल्का फेरि सुँगुरको मासु पार 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 पार्नुपर्ने छ हेर्दै गर्नु होला हमारे भिडियो कैसा लग रहा है पानी लगाउनु लगाएन बुइनलाई त हेर्दैछ त त्यहाँ बसेर नपरेर यो चाहिँ खानु मात्रै साथी हो र लिनु पर्ने छ नि मलाई यहाँ डाटा पैसा छैन ल है ल पाक्यो पाक्यो अब टक्क लगाएर यसको बोसो चाहिँ कहाँ जान्छ कहाँ जान्छ कहाँ जान्छ कहाँ जान्छ च्वाइ गरेर यो सुपमा जान्छ हैन ल साथीहरु पाक्यो 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 यो हाम्रो ठुलो मान्छेको लागि एउटा अम्लो खान्छ प्याज खाँदैन धनिया मात्रै अनि एउटा काटा चाहिन्छ हैन अनि साग लगाइदिनु हैन अलिअलि साग अलिअलि लगाइदिनुपर्छ अनि अरू के अब सुप मात्रै खोर्सानी लगाइदिउँ अलिकति खोर्सानी हो
मलाई त एक दाजुले पुग्छ है सुट्टा यति नै किन म धेरै खाँदैन सुप यस्तै हुन्छ ल हाम्रो चाहिँ यस्तै हुन्छ है कराई कति कालो भन्नुहुन्छ होला कराई कालो हुन्छ त नि आगोमा यो घरको छोरीहरू साह्रै अल्छिनी छ क्या आमाको अल्छिनी छ कराई कहिले धुँदैन मलाई कहिले सघाउँदैन मेरो त रेडी भयो गाइस ल यहाँ बसेर खान्छु ल साथीहरू यो थुक्पा खाने बोटुको त होइन यो के खाने बोटुको भनेर राम्रोसँग थाहा छ होला मसँग थुक्पा खाने बोटुको छैन हड्डीको बोटुकोहरू किनेको थियो त्यो कता कता पहिला गयो कति त फुटेर गयो होइन त्यही भएर हामी चाहिँ यो जाँड खाने सेरे बोटुकोमा दिन्छौँ थुक्पा है यस्तै छ हाम्रो पारा अरू बेला त हामी त बोलमा खाइदिन्थ्यौँ होइन ऊ सानो सोनाले खाए जस्तो बोलमा खाइदिन्थ्यौँ तर अहिले हामी बोलमा खाँदैनौँ किनकि यसमै खाने हो अनि धेरैजना पनि छौँ न त आज भन्दा पनि भतिज पनि छ नि त त्यही भएर भतिजलाई पनि चखाइदिने के यस्तो चिसो छ बाहिर के भन्नु र अलिअलि टक्क लाएर होइन यिनी पनि अलिअलि चम्चा चाहिँ अहिले लास्टमा कता कता चाहिँ खोजेर खाउँला खोर्सानी चाहिँ सुकेको मात्र छ क्या हामीसँग सकेछ हरियो अब यो सुकेकै भयो भने खानुपर्ने हुन्छ ल है मेरो चाहिँ यस्तो हुन्छ ल गाउँलेको रेसिपी चाहिँ यो है फेरि यो चाहिँ रेसिपी भने गाउँलेको हो गाउँलेको आमाको हो के यो रेसिपी चाहिँ फेरि वा 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 हेर्नु त टक्क लगाएर खतरा लुक देखियो नि है आयो अब यसमा सुप लाउँदा त वा 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 हुन्छ नि त अनि ल सुप पनि लगायो होइन सुप पनि लगाइयो छोरीले एउटाले टिपिसक्यो अर्कोले अगाइसक्यो फेस देखाउनु भनेर मलाई मार्नै आँट्यो कि मैले आज कसैको पनि फेस नदेखाएको क्या थुक्पाको मात्रै सिर्फ थुक्पा मात्रै थुक्पा लबर साथी थुक्पा लबर हाम्रो घरको सबैजना थुक्पा लबर म चाहिँ अलिकति माथिबाट अजिना नलगाइ चाहिँ मलाई फेरि थुक्पा ठिक लाग्दैन तिमीलाई त लगाइदिनु है मैले अजिना के दादा कहाँ जानुभयो ल है थुक्पा खाइयो है साथीहरू हाम्रो चाहिँ यस्तो हुन्छ कि एकदमै सादा यहाँ के देख्नुभयो मरमसला नुन तेल अहिले हल्का अजिना लगाए त्योभन्दा अरू केही छैन ल यसरी बनाएर खानु होला साथीहरू तपाईँहरू पनि है अल्छिनी मान्छेले चाहिँ यसरी बनाएर खाँदा हुन्छ मिठो पनि हुन्छ छिटो पनि हुन्छ है अनि यो चाहिँ थुक्पा खाने बोटुको फेरि मेरो एक्स्ट्रा छ आज ल त सबैजनालाई हेरिदिनु भयो धेरै धेरै धन्यवाद बाई सी यू टुमारो बाटो घुमाएर भन्दै बाई बाई गाइस